हेरो मेन्दोला फले ल रजकट्टा युवा क्लब एक खेलाडीहरूलाई हाम्रो भाषाबाट हामी त ललितपुर तपाईँहरू कहाँ 12 जिल्ला 12वटा जिल्लाको हो तपाईँहरू यस खेललाई यहाँसम्म के किन्ने तिमी किन 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 जो हुन्छ उहाँ बसिदिनु होला उहाँलाई सम्मानका साथ मायाको चिनो प्रदान गरिनेछ फाइदा है आगे जाना आगे कत्ता से जी चलता यार अहिले आउँछु धन्यवाद ओ नगी करो नगी चल 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 भाइ बहिनीहरु चल टाङ्गिया बसी घुम्यो आज हामी चाहिँ सर्लक्क लाएर भाइ बहिनीहरुसँग सुरुरु बाख्रा आएछ बाख्रालाई कति मिठो घाँस ल्याउनु भएछ हुर 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 सररर सररर ओह कुकुर पनि कस्तो हामीलाई त यिनीहरूले के हो यार कुकुरले भने बाटो छोड्दैन के हो यो कुकुरले बाटो छोडेन के हो यो नाम नमाई खतरा है ओ नानी के भयो सरर सरर नाम त लाइन लाइन जाउँ हो तो त लाइन म त लाइन जाउँ सरर सरर उयो मगायो है मगाई यहाँ जामुन दलवा है तो यार मगाई 6 नम्बर विवाह यहाँ दोइला यहाँ नीलाको 6 नम्बर विवाह 7 नम्बर हो के दे जाउँ है टमाटर मना केटाहरूले कुदायो यार कुदायो हामीलाई छोडेर कुदायो कुदायो हालाल्ने फेरि हेन्जी हालाल्ने बा सबिनल रो बनाम
कति टाढा छ नानी? 7 नम्बर कति टाढा छ? नजिकै छ? नजिकै छ। तर ओहो किरा खेती त खतरा रहेछ यहाँ त जङ्गलमा हजुर तिम्रो मनिषलाई तिम्रो हो मनिषलाई तिम्रोमा के खबर हो सर के गरे अरे यो बाटोमा सर गएको रे के खर भने सर के सर पढाउने सर होला नि ए सरको नाम चाहिँ के हो नि नाम चाहिँ थाहा छैन घुम्न चाहिँ थाहा छ सबै आउँछ तिमीलाई बाटो चाहिँ थाहा छ हो बाटो चाहिँ थाहा छ हो बुझ्नु हेलो ए त्यो पिङ भएको ठाउँमा अनि पुग्यो जङ्गलमा जाउँ यार ठिक हेर्छ हामी जाउँ तुझी बोडी आमची बोडी दोन बोडी तुम्ही म्हणजे आहे मग शीतल ठिक मग शीतल चिनी होती तुझा सजीवन हो ती सजीवन अहिले तीन खेल्ने बुङ्गुरी जाने बुङ्गुलो गला अब आर्ले यो खुवाबा अम्मै ओ अम्मै हेर्न नि हेर्नु पुग्यो धेरै साथीभाइ तथा खेल प्रेमीहरूको सहयोग आएको छ सहयोगको कारण हाम्रो यो खेल यहाँसम्म आएको छ दर्शकबिनहरूको पनि माया पाएका छौँ हामी सम्झौता युवा क्लब परिवारले दर्शक बिनाको खेल त्यति रमाइलो नहुने खेल सुरु भएदेखि दर्शकहरूको खेल प्रेमी दर्शकहरूको धकी धकाउ भनी बनाउ चौडीले गर्दाखेरि हामी एकदम आभारी छौँ सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ। यसै गरी म डेक अपरेटरज्यूलाई नेपालको राष्ट्रिय गाना बजाइदिनु हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। राष्ट्रिय गाना हामी खेलाडीहरू र सम्पूर्ण खेल प्रेमीहरू उठेर आफ्नो ठाउँमा उठिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। दर्शक र खेल प्रेमी दर्शकहरू आफ्नो ठाउँबाट उठेर आफ्नो नेपालको राष्ट्रिय गाना गाउन हुनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। 1 2 3 गो। लोकबहादुर दर्लानी मगर, कमल मगर, नारायण विश्वकर्मा, उदास गुर्माछाङ मगर, बादल थापा मगर, विनोद थिङ,
वीरबहादुर गुरुङ, पूर्णबहादुर लो तामाङ, महेश माझी, डम्बर कुमारी राणा मगर, अमरबहादुर घिसिङज्यू, उहाँलाई हामी एकचोटि सम्झना चाहे। यस सम्झौता युवा क्लबको पूर्व अध्यक्ष हुनुहुन्थ्यो। उहाँ अध्यक्ष पदमा रहनु हुँदाहुँदै असामयिक रूपमा हामीलाई छोडेर उहाँ जानुभएको छ। उहाँलाई हामी सम्झिन चाहन्छौँ र उहाँ सँगसँगै एकजना हाम्रो यस सम्झौता युवा क्लबकै पूर्व सदस्य मनोहर सुस्लिङ मगर पनि हामीलाई त्यसै दिन हामीलाई छोडेर जानुभएको छ। उहाँको सम्झनाको लागि म सम्झौता युवा क्लबको तर्फबाट 1 मिनेट ठिक छ कार्यक्रमलाई हामी पछाडि राख्नेछौँ। यसरी नै विकास गोले नेपाल मगर सांस्कृतिक सङ्घ यी मैले जोको नाम लिए उहाँहरू सहयोगी दाताहरू हुनुहुन्छ। उहाँहरूको आफन्तले उहाँ आफै स्वयं हुनुहुन्छ भने स्वयं उपस्थित भइदिनु होला र छैन भने आफन्तहरूले मायाको चिनो लिइदिनु हुन म अहिले अनुरोध गर्न चाहे। कार्यक्रम निरन्तर रूपमा अगाडि जारी रहनेछ भन्दै अब खेल प्रस्तुत गर्न म अनुरोध गर्न चाहन्छु। गेंजी भी उपलब्ध है सुरताइला बिना सुरताइला बिना सुरताइला बिना बिबे माझी त हराइसक्यो। जेन्जी भनेर सिकेर अनि माझी भनेको मसी गर्यो। माझी भनेको मसी गर्यो, जेन्जी भनेको सिक्यो। Pak यार तो यार चंबा यार चुम्बा बोल भाई यार तो यार खिलाड़ी तो यार चुम्बा यार जो ये वहां चुम्बा नेपाली अपन करना हुआ था यार फिर राम करन एक सेकेन्ड में फरक हुन्छ अरे दायाँ बायाँ गर्न ताली त्यो सिटी लाइहाल्छ खेल्नु पर्यो भने डोरी पानी ल्याउने हो पानी हो आज भन्दा अन्तिम छ अन्तिम हो सात बारे फेरि हामी सबै जेन्जी चाहिँ कुन चाहिँ हो सेतोवाला गोल भाइ क्या मासु चप्पै समाज तेरो अग्लो मुखेर झ्यापै समाज कालोवाला राजघाट
घाटा चलाउने मान्छे राजघट्टा गोल त हान्थ्यो क्या माया बिराटको जेएनजी र केला छ त यार राजघट्टा जेएनजी भन्छ होइन सोध्दैन मान्छ है जेन्डी देवा जेएनजीले कस्ती पनि साह्रै गस्ती हो साह्रै गस्ती काठमाडौँबाट छर्यो होला अब यो कालो राजघट्टाको यहाँको हिजोको भर्खर सुरु भएको बेला भर्खर दुईजना अब यो टिम अब भन न लास्टै हो फाइनल अब बोलाउने कहाँ छैन खै सेन्टर कटेर आएको छैन है खेल्दै आएको मजिलो पनि ठेलेर किला छ Đấy, gol lagi berapa? Kecil belar nanti dicari sama mai. Ini sudah ya belar sih ya. जाबले में खेले ठीक हो बैठे बैठे
आगे जाना आगे कत्ता से जितने बराबर से बंदे शीतल पीले राखते शीतल पेल तो पीले राखते आम्मै जता गल्छ खोल्ने यहाँ लाँगा त त्यो अफ्रिकन रङमा त भयो अर्कै हुँदैन हैन अहिले नयाँ स्कोर जेनजी युवा क्लब का कृपा चौधरी जर्सी नंबर 14 ले 1 गोल हान्न सफल भएको छ। जेनजी युवा क्लब 1 गोलले अगाडि, रजगट्टा युवा क्लब राजघाट 0। माइकिङ गर्नेलाई बुढालाई भन्नु नि जिरो भन्ने सबै लाँदा बुढा गोल बनायो उहाँले सदाउँछ क्या बुढो भाग्यो जग्गा कतै ताम्जे जे यस्तो मात्रै पिएला चाहिँ पेल्छ गोल हुन्छ कि धेरै पेलिरहेको छु लान्छ सिल कति होइन अब त के जग्गा जग्गा त भने ड्यामको ड्याम हाने अब जे पर्ला पर्ला Berapa ini kak?
गर्ने कति भयो अनि बुढी बुढीले हेला गर्ला सँगै सोधेको चाहिँ बुढी भन्छ त तरुण नै भन्छ त तरुण तरुण भन्दैन आफूलाई त तरुण त अलरेडी टेकेर हिँडेको त्यो बुढीसँग बुढो तपाईँको ऊ छैन ब्ल्याक ब्ल्याक छैन मसँग ब्ल्याक के गर्नलाई यो दारी काट्ने कुन यो दारी अनि यो त मेरै मसँगै छ तरुण बुढीसँग अनि टाँसिनु मिल्छ क्या सरकारको टाँल हेर्छौँ तरुणीसँग यहाँसम्म आइसकेको थियो एक बोला हामीसँग झिक्नै पर्ने हो एकजना 20,000 आउँछ एकजना 13,500 फर्स्ट हुनेलाई 20,000 13,500 सेकेन्ड हुने सिल पनि पाउँछ सिल पनि पाउँछ सबै त्यो पनि पाउँछ खोल्नेहरूलाई त फाइदै छ नि उताबाट अब हरियो खरेलले 2 लाख रुपियाँ दिइरहेको छ फाइदा फाइदा हो क्या फाइदै फाइदै चलाउनेलाई त फाइदा भयो हाम्रो त खेलाडी त हिजो नै हार्यो के हिजो हार्यो नि बनमा घाट्छ चामल जुमा घाट्छ बनमा घाँसेर काम पानी दिँदैन के जान्थे त्यहाँ सुट हाने पनि छैन हाने बोल्नु गोरु बाटोमा त्यति आएको छैन यताकोले पेले पेले छ यताले पेले कालो कालो केटाहरू अलिक सानो पनि जस्तो लाग्यो लम्बु लम्बु छ कि यता लम्बु लम्बु छ हाइट पनि छ फेरि बोल त हान्छ अनि डराएको छ कि भाव
खेल हो यही फाइनल हो है ए म यहाँ जुत्ता चाहिँ हजुर है जुत्ता डॉक्टर कहाँ गए थे डॉक्टर जुत्ता लगाएर त छुवा त सुयो त नि जानु हामी देखिरहेको यहाँ समात्दैन गठबड जाने होइन लामो लट्ठी चाहिन्छ फेरि एक गोली चाहिन्छ औरासको बाँसको चाहिन्छ फेरि मलाई अन्त कहाँ बाँसो पर्दैन के बाँचिहाल्छ के गर्नु गरे हाला नगरेर माइला हो हाला नगरेर माइला हो हाला नगरेर माइला भने होइन माइला हाला गरेर सेतोलाई एक गोल हाल्नु सेतोलाई सेतोले यहाँ बसेर हो न बस्ने भन्नु त कुर्सी छ सबतिर पनि छुट्टी छ खेल्नु त छिटो उधर आओ चल आओ चल हेरे ताते ने पूरा हेलमेट में जबल काम लगा ल्याग चार्ज ठेडा माया भन्ने कि लागि बिहान उजो आइम हुआ ल्याब दाब्जा मुई घाट गइल रम्या कालो छल्ले हल्का पासै मिले हैन यो खेलेन खेलेर चाहिँ कालो हुन्छ खेल्नु सकेन राजगट्टा युवा क्लबबाट एक गोल
एक गोल हानेर बराबरीमा ल्याउन सफल भएको छ महेश चौधरी जर्सी नम्बर 8 ले राजभट्टाले एक गोल हाने अहिले जेन्जी युवा क्लब एक रजघट्टा युवा क्लब एक बराबरी अवस्थामा रहेको जानकारी गराउन चाहन्छु। आफ्नो हुँदै भयो यति गोल सरा यार है बाहाने बराबर भयो रात गरिहाल्यो पलाउने रातमा पलाउने बोल गया ना भोलि गएर पानी खाएर के मेरो मेन्दोला फले ल रजघट्टा युवा क्लब एक जेन्जी युवा क्लब एक अहिले बराबरीमा खेल भाइरल हुनुपर्छ हाफ भएको छ कृपया संसारका भाइहरूले पानीहरू लगिदिनु होला खेलाडीहरूलाई। हाम्रो भाषाबाटै सिक्यो हामी जेन्जी भनेको सिक्यो हामी त ललितपुर तपाईँहरू कहाँ 12 जिल्ला 12वटा जिल्लाको हो तपाईँहरू यस खेललाई यहाँसम्म ल्याउनका लागि सहयोग गर्ने सहयोगी दाताहरू उद्घाटनको दिनको सहयोगी दाताहरूको म यहाँ नाम लिन चाहे उहाँहरूले पनि आफ्नो सम्मान गर्दै मायाको चिन्ह प्रदान गर्ने तपाईँहरूलाई अब जानकारी गराउन चाहन्छु। भक्तपुरको मान्छेले देवी आले मगर मानबहादुर थापा मगर प्रेमबहादुर गोले ज्ञानबहादुर थिङ अहिले पछि बहादुर बुढाथोकी कृष्णबहादुर बुढाथोकी तिलक जिम्बा प्रेमबहादुर ठकुरी अम्बिका माझी विष्णुबहादुर पूर्व छाने मगर मन्जित लो तामाङ किरण बहादुर आले मगर। तिमी 10 रुपियाँले के किन्ने के किन्ने तिमी किन 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 सहयोग गर्नुभएको छ उहाँको आफन्त जो हुनुहुन्छ उहाँ बसिदिनु होला उहाँलाई सम्मानका साथ मायाको चिनो प्रदान गरिनेछ। ल ल ल सम्पूर्णले युवा क्लबलाई यहाँसम्म ल्याउनका लागि उहाँहरूको जोरदार भूमिका रहेको र हाम्रो सम्झौता युवा क्लबले सम्झना गरिरहन पर्ने दुईजना हामीसँग धेरै टाढा गइसक्नु भएको छ। उहाँको लागि 2 मिनट हामी सबैजना उभिएर मौन धारण गर्नेछौँ। रुपेश भाइ हाम्रो घडी र म 1 2 3 भन्छु सम्पूर्ण खेलाडी उहाँहरू पनि खेलाडी हुनुहुन्थ्यो एक समयमा र यस क्लबलाई यहाँसम्म ल्याउनका लागि उहाँले धेरै सङ्घर्ष गर्नुभएको थियो। दुवैजना खेलाडी र पूर्व सदस्य पूर्व अध्यक्षज्यूको नाममा हामी 30 सेकेन्ड मौन धारण गर्नेछौँ। 1 2 3 गो।
धन्यवाद सम्पूर्णलाई। अब गेम सुचारू गर्दा हुन्छ। गाडी